र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। त्यस कार्यको लागि सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। अब यो कार्यालयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडिको बाटो पनि उद्घाटन भएको छ। आगामी दिन देश समृद्ध देशको रूपमा, भ्रष्टाचार मुक्त देशको रूपमा, सुशासित देशको रूपमा र देशभित्रका विकृति विसङ्गतिलाई अन्त्य गर्दै देशमा आत्मनिर्भर अर्थतन्त्र, रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्नेछ भन्ने म विश्वस्त छु। यस विषयमा म यहाँहरूलाई केही कुराहरू जानकारी गर्न चाहन्छु। अहिले देशमा चुनावको माहौल बढिरहेको छ। जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले चुनाव गर्ने हो। फागुन 21 मा चुनाव गर्ने हो। फागुन 21 को चुनावलाई चुनावको रूपमा मात्रै होइन, नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ र यसतर्फ हामी अगाडि बढ्नुपर्छ। सबै देशभित्र देश बाहिरका सम्पूर्ण नेपालीहरूले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरूको एउटा समूह, टिम अगाडि बढ्नुपर्छ र युवा पुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागि अगाडि बढ्नुपर्छ। जेनजी आन्दोलनको स्पिरिट पनि यही थियो। सुशासन, देशमा सुशासन कायम गर्ने, रोजगारी क्रिएट गर्ने, समृद्धि, देशको समृद्धिको लागि अगाडि बढ्ने जुन स्पिरिटमा जेनजी आन्दोलन भयो, त्यत्रो धन जनको क्षति भयो, शहादत प्राप्त भए, शहीदहरू भए, घाइते भए। यसको रिजल्ट यदि राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्क्यो भने त्योभन्दा ठुलो दुर्भाग्य केही पनि हुँदैन। अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अगाडि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरू, नयाँ व्यक्तित्वहरू, जसले यो देशमा केही गरौँ भनेर केही डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागिराख्नु भएको छ, यी तमाम व्यक्तित्वहरू, समूहहरू, पार्टीहरू एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो र नयाँ नेतृत्वहरू स्थापित गर्दै अगाडि बढ्नुपर्छ। त्यो भएको हुनाले उज्यालो नेपालले यस दिशातर्फ लिड रोल लिएर अगाडि बढ्छ भन्ने म विश्वास गर्दछु। त्यसैले आज धेरै जनमानसमा सबै नयाँ शक्तिहरू एक होस्, एक भएर अगाडि आओस्, एउटा सन्देश दियोस् र देशको यो परिवर्तनको एउटा जुन बिन्दुमा हामी छौँ, यो माहौलमा छौँ, यो महाअभियानमा छौँ, यो ब्यालेटबाट देशको एउटा नेतृत्व परिवर्तन गर्ने, देशलाई आगामी दिनमा समृद्धिको बाटोतर्फ डोर्याउने एउटा महाअभियानमा हामी सबै एक भएर जनताको चाहना अनुसार अगाडि बढ्नुपर्छ
यसमा सबैलाई म आग्रह पनि गर्दछु। तसर्थ आज उज्यालो नेपालले छोटो समयमा करिब 1 महिनामा धेरै ठुलो संरचनाहरू र देशैभरि एउटा सञ्चार छाएको छ। एउटा हुइम ल्याउन कोसिस गरेको छ। देशभरि आगामी चुनावको लागि जुन हिसाबले उज्यालो नेपाल पार्टी लागेको छ, योभन्दा अझ उच्च बिन्दुमा अगाडि बढेर यो पार्टी र अरू पनि शक्तिहरू एक भएर अगाडि बढ्न सकोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो आज पार्टी कार्यालय मात्रै उद्घाटन भएको हुन देशको समृद्धिको लागि एउटा बाटो कोर्ने काम भएको छ। यसको लागि हार्दिक बधाई दिँदै म यति छोटो भनाइ राख्दै बिदा हुन्छु। धन्यवाद।